नमस्ते वेलकम टु आवर युट्युब च्यानल। अनि के छ यहाँको खबर, सन्चै हुनुहुन्छ होला हैन। अनि हामी पनि आरामै कुशलै छौँ, राम्रै छ हामीलाई पनि हैन। अनि अब जाडो पनि बढेको छ, आफ्नो पनि ख्याल राख्नु होला है। साथमा अब चिसोले गर्दाखेरि चाहिँ अलिकति स्वास्थ्यमा असर गर्छ नि त। त्यसकारणले चाहिँ आफ्नो स्वास्थ्यको विचार गर्नु होला सबैजनाले है। अनि आजको ब्लग चाहिँ मेरो अब के सम्बन्धी भन्नु, के बारेमा भन्नु भन्दाखेरि पनि आज चाहिँ म कतै जाँदैछु। अब कतै जाँदैछु भन्दाखेरि चाहिँ म चाहिँ आज दिदीको घरतिर जाँदैछु। अनि मम्मी पनि आउँदै हुनुहुन्छ नि त, मेरो मम्मी चाहिँ। अनि मम्मीसँग चाहिँ दिदीको घरतिर म जाँदैछु। विशेष काम त होइन, त्यस्तै घुमघाम। अब भन्दा भन्दै मम्मी पनि आइपुग्नु भयो, मलाई अब सँगै लिएर जानलाई। मम्मी पनि सिटीमै आउनुभएको थियो नि त। अनि हामी आमा छोरी चाहिँ लाग्यौँ दिदीको घरतिर। आजको हाम्रो नास्ता टुपियम। कसले बनाउँछ यो? ल त बना न भाइ। आज यसले बनाउँछ, आज यसले बनाउँछ। अनि आज चाहिँ हाम्रो खाजामा थियो टुपियम। अनि टुपियम चाहिँ मेरो कान्छो छोरोले बनाएको थियो। मेरो कान्छो छोरो भन्नाले मेरो दिदीको कान्छो छोरो हो। अनि उसले बनाएको थियो आज टुपियम। अनि धेरै अब पिरो त पिरै हुन्छ नि, तर सबैजना आफ्नो फ्यामिली बसेर खाँदाखेरि चाहिँ एकदमै मिठो क्या। अनि यो चाहिँ मिक्स गर्दै हुनुहुन्छ दिदीले। यसमा चाहिँ अलि बाँकी धेरै मसला हालेर मिक्स गर्दै हुनुहुन्छ। अनि यो चाहिँ अर्को प्लेटको चाहिँ मम्मीको लागि चाहिँ निकालिदिएको, हामीले पिरो खान सक्नुहुन्न मम्मी। अनि त्यही भएर चाहिँ उहाँलाई चाहिँ मसला कम हालेर निकालिदिएको हामीले। कस्तो छ मम्मी? सुन त तपाईँलाई दिन्छ यार, सुनकोलाई दिन्छ तपाईँलाई। नुन त दे है भाइ, नुन दे, सुन चाहिँ नदे। पिरो हुन्छ अरे हौ मम्मीलाई त, पिरो हुन्छ अरे मम्मीलाई। यो चाहिँ हाम्रो भिनाजुले ल्याइदिनु भएको है। यो कसैले कतारको काजु यस्तो हुँदो रहेछ। यस्तो हुन्छ, यस्तो यस्तो काजु देख्नुभएको तपाईँहरूले? यस्तो काजु हेर्नु फलेको कतारबाट। यहाँ हेर्नु न, मैले देखाइरहेको कति राम्रो लाग्छ। हेर्दा हेर्दा कस्तो छ नि, तर खाँदा एकदम मिठो छ। चिन्नुहुन्छ कसैले गाइज? चिन्नुहुन्छ भने हामीलाई यहाँ पठाउनु, कमेन्ट गर्नु होइन। के अरे माम फेरि भन्छ गाइज, गाइज भाइ के भन्छ भन्दा गाइज हो गाइज। सुन्नुभयो गाइज? सुन्नुभयो गाइज? बुवालाई लगिदिन्छु। पिरो खान सकिँदैन त, के भयो? खाना आँटेको
अब पनि लुकिरहेछ त पिरोले गर्दाखेरि आँखाबाट आँसु आइसक्यो नाकको यो के हो नि यो सल कपडा यो चाहिँ के को कपडा हो यो के को कपडा हो सुती भनेर होइन सुरुवालको त्यो कुर्ता यो सुरुवाल यो सल कस्तो सर्टको कपडा जस्तो लाग्छ नि यो यो सलहरू उ त्यो चाहिँ सल अरे यो चाहिँ फेरि दुईटा छ त्यो कुरा यहाँ चाहिँ सल हो यो सल हो यो यसको दुईटा सल पिस हो नि त यो चाहिँ कुर्ता सुरुवाल यो कुर्ता ए यसको यहीँ रहेछ नि त नि यो कुर्ता यो चाहिँ कतारबाट आएको गिफ्ट हो है कतारको गिफ्ट भिनाजुले पठाइदिनु भएको दिदीलाई राम्रो छ